बालेन त राम्रो मान्छे होइन नि त। उम्, कसरी भनेदेखिलाई त्यो जुन आन्दोलन भयो नि, पानी बाँडेको त्यसको त्यो बालेनको जुन त नगरपालिकाको छ नि तपाईँको गाडीमा, त्यो पानी त म पनि खान्छु एक बोतल। त्यो पनि यत्रो आन्दोलनमा नगरपालिकाले चाहिँ पानी बाँडा दिने आन्दोलनमा त रोक्ने हो नि त। हिजो त जस्तो तपाईँलाई थाहा छ, मैले एउटा कुरा सुनेको के भनेलाई, राजापा रोबीको पार्टीले एउटा टिकटको चाहिँ तपाईँको 50,000को दरले लिएछ हो कि नि त। तर हर्का सङ्घले चाहिँ निःशुल्क लिएछ तपाईँको, हो कि नि त, निःशुल्क। अनि तपाईँको फेरि तपाईँको जहाँ भेट्यो त्यही नै टिकट दिने क्या तपाईँको। पहिला काठमाडौँ केन्द्रमा आउँथ्यो सबैजना, अहिले तपाईँको के अरे धरानमा चिया पसलबाट तपाईँको जहाँ जहाँ भेट्छ त्यही टिकट वितरण गरेको छ तपाईँको। काठमाडौँको तपाईँको 10 नम्बरको तपाईँको जुन डाक्टरले यस्तो राम्रो कुरा गरे नि तपाईँको, यो त्यसलाई भन्छ प्रेम, क्या माटोलाई प्रेम गर्ने, हो क्या नि तपाईँको। अहिले यस्तो राम्रो राम्रो नेता उठाएको छ कि तपाईँको यो हर्का सङ्घले। तपाईँको अरू पार्टीमा चाहिँ त्यस्तो मलाई लागेन। अब तपाईँको एउटा रिकर्ड के तोड्यो भने यो हर्का सङ्घले नेपालको यो चाहिँ इतिहासकै कुरा हो क्या तपाईँको। जस्तो कि निःशुल्क टिकट, निःशुल्क भनेपछि कोही गरिबको तपाईँको गरिब गुजारले 50,000 टिकट कहाँबाट ल्याउने होइन। त्यो दुर्दशाको एउटा मान्छे भोलि संसद होला, 50,000 त के ऋण काट्नु पर्यो कि जग्गा बेच्नु पर्यो होइन। अब उहाँले चाहिँ तपाईँको निःशुल्क दिँदाखेरि त्यो मान्छेको 50,000 त धेरै काम हुन्छ नि त। किनकि हामी गरिबको लागि त 50,000 पैसा धेरै ठुलो। यो चाहिँ हर्का सङ्घले सबभन्दा राम्रो गर्यो, यो सुरुवात चाहिँ यहीँबाट जस्तो लाग्यो मलाई चाहिँ। तर इतिहासै तोड्यो नि। त्यो नेतालाई भेट्नुको लागि तपाईँको कति धाउनु पर्थ्यो, कति फोन गर्नु पर्थ्यो तपाईँको। त्यो नेता भाइ, त्यो नेताको छेउमा पुग्नुको लागि कतिजना घुमेर जानु पर्थ्यो। त्यो मान्छेले कस्तो चाहिँ तपाईँको दुःख पाउँथ्यो तपाईँको टिकट पाउनुको लागि। ल हेर्नुहोस् तपाईँको यो क्या तपाईँको नेपाल नाए नेपाल भनेपछि हाम्रो हर्का साम्पाङले त नयाँ मुभमेन्ट नै चलाइदिनु भयो होइन। होइन, मलाई चाहिँ तपाईँ हजुरलाई के लाग्यो, तर मलाई चाहिँ इतिहासकै सबभन्दा बेस यस्तो हुनुपर्छ क्या तपाईँको नेपालको जनमुखी भनेको नेता राम्रो हुनु पर्यो क्या तपाईँको देश बनाउनुलाई त। यहाँ सुन्नु नि त, यो कुन चाहिँ अफ्रिकामा एउटा छन् आर्मीबाट आएको हो नि त, के अरे त्यो इब्राहिम टाउरे। ल हेर्नुहोस् त्यो देश पहिला कस्तो थियो, अहिले के बनायो त हो। हर्काले पनि तपाईँको हर्काले यसपालि तपाईँको अधिराज्य नेपालको जनताले चाहिँ त माटोमा भोट दिने हर्का सन्ताङलाई चाहिँ तपाईँको प्रधानमन्त्री बनायो भने 5 वर्षमा यो देशको उलट पुलट हुन्छ। मैले सपना देख्छु क्या। यसपालि हर्का साम्पाङले कति भोट ल्याउँछन् होला तपाईँको अनुमानमा? मैले चाहिँ तपाईँको म हर्ने पार्टीमा कहिले पनि बस्दिनँ। यसपालि अस्ति मामालाई भने, मामा यसपालि चाहिँ गाउँमा सबै हर्कालाई भोट दिनुपर्छ। यसपालि एमाले काँग्रेस आउँदैन, त्यहाँ माओवादी आउँदैन। त्यहाँ आयो भने पनि अधिराज्यमा चाहिँ तपाईँको 55 देखि 75 सिट यो हर्का सन्ताङले जित्छ। यो लेखेर राख्ने, मैले भनेको छु तपाईँको 50 देखि 75 सम्म चाहिँ तपाईँको हर्काले जित्छ। यसपालि सबैतिर समानुपातिकमा चाहिँ हर्का साम्पाङले दिनुपर्छ भनिरहेछ नि मान्छेहरू। होइन, जहाँ तपाईँको हर्का सन्ताङले चाहिँ तपाईँको क्यान्डिडेट उठाएको छैन क्या, तपाईँको मान्यता उठाएको छैन, त्यहाँबाट तपाईँको समानुपातिक त जान्छ नि त। त्यो चाहिँ हर्कालाई नै दिनुपर्छ। मैले त तपाईँको सबैलाई भनेको छु तपाईँको जतिजना मान्छेलाई भेट्छु नि तपाईँको उम्मेदवार तपाईँको हर्का उमेर छैन भने समानुपातिक दिनुहोस् पर्यो। मुद्दा पुलमा भेट्यो भने भन्छु, बाटोमा गए पनि भन्छु, गाडीमा गए पनि भन्छु। तर अहिले सबैले माटोमै भन्छ, सबैले माटोमा। कोही मान्छे चाहिँ तपाईँको यो रोबीलाई भन्छ। अब रोबीको चाहिँ कस्तो छ तपाईँको, पहिला रोबीले पनि राम्रै काम गरेको थियो। पहिला 20मा के भयो त रोबीको यो जुन यो हुन्छ भयो नि तपाईँको काण्डहरू सहकारी काण्ड, फेरि रोबीको स्वास्नी काण्ड, ड्राइभर काण्ड, अनि फेरि यो अहिले यो के अरे यो मेन बिगारे चाहिँ कसले गर्देखिलाई यो क्या बालेनले त राम्रो मान्छे होइन नि त। कसरी भनेदेखिलाई त्यो जुन आन्दोलन भयो नि, पानी बाँडेको त्यसको त्यो बालेनको जुन त नगरपालिकाको छ नि तपाईँको गाडीमा, त्यो पानी त म पनि खान्छु एक बोतल। त्यो दिन मेरो मम्मी चाहिँ
चरीकोबाट आउने थियो। अनि म यहाँबाट चाहिँ तपाईँ जडीबुटी लिनु गएको। म चाहिँ तपाईँको पानी गएको थिएँ वसुन्धरा सुन्धारा यो सुन्धारादेखि पर जाँदाखेरि त्यो यता उता जान्छ नि त चाबेल जाने माइतीघर त्यो चाबेल जाने क्या त चाबेल जाने हो त्यहाँनिर जाँदाखेरि मैले पनि एक बोतल पानी खाएको छु। अनि यत्रो आन्दोलनमा नगरपालिकाले चाहिँ पानी बाँडा दिने आन्दोलनमा त रोक्ने हो नि त। हिजो त मान्छे मरेको छ तर नगरपालिकाले पानी बाँड्ने त किनकि नगरपालिकाको त त्यत्रो काठमाडौँ सहर त त्यसको नगरपालिकाको मुठीमा छ नि। उसले उस्काएर उसले चाहिँ तपाईँको मान्छेलाई उस्काएर तपाईँको यो विध्वंस गरेको होइन रहेछ त तपाईँ। मलाई चाहिँ त्यो दिन पानी बाँड्दाखेरि मलाई अचम्मै लाग्यो त। ओहो एउटा बालेन शाहले तपाईँको यहाँ त नगरपालिका त त्यसको मुठीमा छ नि त होइन। त्यसले पानी बाँडी चाहिँ तपाईँको जनतालाई उस्काउने जनतालाई उकास्ने अनि फेरि तपाईँको लौ त्यो दिन त तपाईँको ओली भागेर जनताले त बालेन आऊ देश बाँच त भन्यो नि त नारा लाए। कहाँ गयो लुक भित्र दुलोभित्र कहाँ लुक्यो होइन कहाँ लुक्यो जनताको बिचमा नआउने मान्छे नेता सम्झिँदैन त्यसलाई कायर भन्छ म त होइन। जस्तो मैले गाडी चलाएर लागे बालेन कायर हो त्यो कायरै हो। मान्छेलाई उस्काउने कालो चस्मा लगाएर गाँजा खाएर राति 12 बजी स्टेटस लेख्ने अनि मान्छेले चाहिँ तपाईँको सच्चा मान्छे त सच्चा भक्त मान्छे त देशप्रेमी मान्छे त जानुपर्छ जनतामा गएर हर्का सन्ताल जस्तो फोटो खिच्नुपर्छ मासमा जानुपर्छ होइन। मासमा गएर अङ्गलो मान्नुपर्छ जनता सँगै काम गर्नु पर्यो खानु पर्यो। चाइनाको सी जिनपिङ हेर्नुहोस् त बेल्चा गैँती लिएर झिँडो खाएर हिँड्छ। त्यस्तो नेता नेपाललाई चाहिन्छ। मैले चाहिँ त्यो नेता चाहिँ सी जिनपिङको जाँचमा राखेको छु हर्का सन्ताललाई। सी जिनपिङको दाँजो किनकि हर्का र उसको एउटै जस्तो लाग्छ क्या मलाई स्वभाव। किनकि जनतालाई सी जिनपिङले हेर्नु तपाईँ देशलाई कहाँ पुगेछ। हाम्रोमा यो यस्तो यो रोबीलाई बिगारेको चाहिँ यही हो। यो अब अहिले जान्थ्यो भोट किनकि बालेन कहाँको कुना बसे मान्छे सबैले भनिरहेको छ त हामीले भनेको होइन मिडियामै भनिरहेको छ तपाईँको दुनियाँले। किनकि म त एउटा नाजानु पढ्ने मान्छेले ज्ञान लाएर दृष्टि लाएर हेरोस् न बालेनको अन्तर्ज्ञानी त्यसलाई मुखमा हेरोस् न कस्तो खालको मान्छे। त्यो त खर्बुङपति मान्छे हो। त्यसको जग्गा त्यसलाई त म त के भन्छु त्यो उस्काउने त्यो सिंहदर रातदर तपाईँको न्यायालय संसद वन जलायो जति जलायो नि त्यो घर जलाएको त्यसको जग्गा जमिन बेचेर अदाय गर्नुपर्छ त्यो सम्पत्तिबाट। सत्य